नमस्ते साथीहरू, म यति बेला पोर्चुगलको एउटा निकै सुन्दर गाउँमा आएको छु। यो ठाउँ निकै सुन्दर रहेछ, रमाइलो रहेछ। यहाँको मौसम परिवर्तन हुनेवाला छ किनकि मनसुनको सिजन सुरु भइसक्यो। अझ साधारण भाषामा भनौँ भने पोर्चुगल लगायतका युरोपका देशहरूमा बर्खा लागिसक्यो। वर्षाको समय हो, हिमपात हुने समय हो, निकै चिसो मौसम सुरु भएको छ। र यो ठाउँमा म तपाईँहरूलाई चाहिँ कस्तो छ त पोर्चुगल भनेर देखाउँदैछु। पोर्चुगलको गाउँहरू हेर्नुहोस्, यस्तो छ है। पोर्चुगल भनेको यस्तो छ, निकै कम बस्ती हुन्छ। यो छुट्टै गाउँमा यसरी बसिरहेको हुन्छ बस्ती। र एउटा गाउँ हो पोर्चुगलको। र नेपालीहरू कस्तो गाउँमा बस्छन् भन्नु होला, पोर्चुगल कस्तो छ होला, नेपालीहरू कस्तो गाउँमा बस्छन् भन्नु होला। यी नेपालीहरू पनि यस्तै गाउँमा बस्छन्। यो ठाउँमा पनि निकै धेरै नेपालीहरू हुनुहुन्छ जो आफ्नो उज्जवल भविष्यको खोजी गर्दै भौतारिँदै यहाँसम्म आइपुग्नु भएको छ। यहाँका विभिन्न कम्पनीमा काम गर्नुहुन्छ। यस्ता थुप्रै गाउँहरू छन् जहाँ नेपाली दाजुभाइ दिदीबहिनीहरूको बसोबास निकै धेरै छ, निकै धेरै रहेको छ। र यो ठाउँ देख्नलाई निकै सुन्दर छ है। हेर्नुहोस् त, निकै रमाइलो पनि छ। तर यहाँको मान्छेहरू बाहिर देखिँदैन। यति बाक्लो बस्ती छ तर मान्छेहरू बाहिर देखिँदैन। सबै आफ्नो काममा बिजी हुन्छ र सबै आफ्नो गाडीमा बाहिर जानु पर्यो भने, अनि त्योभन्दा पनि विशेष कुरा प्राय यहाँको मान्छेहरू घरभित्रै बसोबास गर्ने गर्छ। र नेपालीहरू नगएको ठाउँ, नेपालीहरू नबसेको ठाउँ पोर्चुगलमा निकै कमै छन्। हरेक गाउँ, हरेक ठाउँमा नेपालीहरूले आफ्नो भविष्य खोजिरहेका छन्। र म तपाईँलाई पोर्चुगल कस्तो छ त, पोर्चुगलका गाउँहरू कस्ता छन् त भनेर देखाइरहेको छु। ल हेर्नुहोस्, पोर्चुगल गाउँहरू यस्ता छन्।